ल आजको मितिसम्म चाहिँ हेवा खोलाको पुल यस्तो अवस्थामा छ, निकै नै ओह्रो आइसकेछ। आज जेठ 22 गते हो समय सर, जेठ 22 गते हो। ल आजको मितिसम्म चाहिँ हेवा खोलाको पुल यस्तो अवस्थामा छ, निकै नै ओह्रो आइसकेछ। आज जेठ 22 गते हो समय सर, जेठ 22 गते हो। ल अब चाहिँ करिब हेवा खोलाको पुल ओल्लो छेउमा आइपुग्नलाई त्यस्तै 15 मिटर बाँकी रहेछ। परबाट नेपालकै सबैभन्दा लामो पुल भन्ने बुझिएको छ यो बेली ब्रिज मध्येको। 70 मिटर समथिङ भन्ने बुझिएको छ। अब चाहिँ यहाँ आएर यहाँ जोडिने रहेछ। यसको बेस चाहिँ यहाँ बनाइसकेको रहेनछ, बेस चाहिँ बनाइसकेको रहेनछ। जेस अब जोडिन चाहिँ धेरै दिन नलाग्ने रहेछ। अब त्यस पछाडि भित्रको जोडी होला पार्ट्सहरू। जेस खुसीको कुरा हो, ढिलै भए पनि अहिले चाहिँ खोला लगभग खोलालाई हाइड्रोले सुकाएको अवस्था रहेछ रमेश सर। ल आजसम्म चाहिँ एकदमै प्रगति भएको छ। अब करिब पल्लो छेउ पुग्न लाग्यो हेवा खोलाको पुल बेली ब्रिज। थोरै मात्रै बाँकी छ, पल्लोपट्टि बेस तयार हुँदैछ। खुसीको कुरा हो। अब यो बर्खे ठुलो मनसुन सुरु हुनु अगावै सकिने आश गरियो।